Tisma ganda. Oi, hai. कार्यक्रम सुरु गर्नु Jo, kita mungkin ya, nggak usah kayak ini. नमस्कार साथै शुभ बिहानी। आदरणीय एस 35GR भूपू संगठन वालिका अध्यक्ष महोदय श्री हनेर क्याप्टेन शोबहादुर गुरुङज्यू, समस्त पद ग्रहण गर्नुभएका सदस्यज्यूहरू, वरिष्ठ सल्लाहकार साहबहरू, म्याम साहबहरू र आज यो 82औं टिटिम डे उत्सव समारोहमा आफ्नो गरिमामय उपस्थिति जनाई ठाउँ ठाउँबाट पल्टन र पल्टनको साथीभाइको माया गरेर पाल्नुभएका सिनियर साहबहरू, म्याम साहबहरू, गुरुजीहरू र बाबु नानीहरूमा म यसै संगठनको सचिव हलदार दिलबहादुर थापाको तर्फबाट कृतज्ञता र स्वागत गर्दै 82औं टिटिम डे उत्सव समारोहमा स्वागत गर्दै र हार्दिक मङ्गलमय शुभकामना टक्राउँदै म अब अगाडिको कार्यक्रम सञ्चालन गर्नको लागि यसै संस्थाका अध्यक्ष श्री क्याप्टेन शोबहादुर गुरुङज्यूबाट अनुमति चाहन्छु। धन्यवाद अध्यक्ष महोदय। अब म आसन ग्रहण कार्यक्रमलाई जोड्न चाहन्छु। यसै संगठनका अध्यक्ष श्री सुबदार हनेर क्याप्टेन शोबहादुर गुरुङज्यूलाई अध्यक्षताको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। साथसाथमा खाजा पनि लगाइदिनु होला। सुबदार मेजर हनेर क्याप्टेन भीमबहादुर गुरुङ साथै उहाँकी धर्मपत्नी अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
शुद्धमेर नरबहादुर पुन्जुलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अग्रज व्यक्तित्व श्री मीनबहादुर गुरुङज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस संस्थाका उपाध्यक्ष श्री सुधार सोमबहादुर आलेज्यूलाई आसन ग्रहण गरिदिनु हुन श्री सुधार भरत कुमार श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस संस्थाका वरिष्ठ सल्लाहकारज्यूहरू सुधार केयर सिंह गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सुधार नरबहादुर थापाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सुधार दुर्गा सिंह गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सुधार कृष्णबहादुर राणाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र यसै गरी यस संस्थाका एक अग्रज संस्थापक भने पनि हुन्छ उहाँ हवल्दार गुनाखर कुँवरज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो पल्टनको प्यारो भाइ जो अहिले डिएसपी सेक्रेटरी वालिङमा सेवारत हुनुहुन्छ, उहाँ हाम्रै पल्टनको भाइ प्यारो भाइ हुनुहुन्छ रमेश भाइ, उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आज 82औं कृत्रिमजय उत्सव समारोहमा पाल्नुभएका समस्त मेमसाहबहरू, साहबहरू, गुरुदेवहरू सबैलाई आफ्नो यथास्थानमा रही आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा छौँ र अब हामी कार्यक्रमको सुरुवात रेजिमेन्टल सङ्ग गीत गाएर हामी आजको कार्यक्रम शुभारम्भ गर्नेछौँ। गीत मैले आफ्नै भोइसमा रेकर्ड गरेको छु, त्यसमा साथ दिएर सबैले एकछिन अगाडि साहबलाई लगेको छु, त्यसैले साहबलाई अलि धरेछ। ल अब रेजिमेन्टल सङ्घको लागि लगाइदिनु। सम्पूर्ण उपस्थित कोही पनि महानुभाव छुटेको हुन चाहिन्न। जो मेम साहबलाई पनि लगभग जो पल्टन जानुभएको छ उहाँलाई थाहै छ होला। जोलाई भएको वीरहरू आगे बढ शिरहरू दुश्मनमाथि सोच्ने आगे बढ दोषले पाँच गोर्खाको वीरहरू आगे बढ शिरहरू दुश्मनमाथि सोच्ने आगे बढ दोषले खुकरीमा साना लगाएर गतको धारा बगाई खुकरीमा साना लगाएर गतको धारा बगाई आगे आगे बढेर दुश्मनलाई मारेर आगे आगे बढेर दुश्मनलाई मारेर राम्रो अवसर राम्रो काम पाँच गोर्खाको ठुलो नाम राम्रो अवसर राम्रो काम पाँच गोर्खाको ठुलो नाम कदम कदम बढाएर बहादुरी कमाए कदम कदम बढाएर बहादुरी कमाए
पाँच गोर्खाको वीरहरू आगे बढ शेरहरू दुश्मन मार्ने सोचले आगे बढ जोसले 3-5 हो कि होइन? हो कि होइन? हो कि होइन? भुपु सङ्गठन मालिक हो कि होइन? भुपु सङ्गठन मालिक हो कि होइन? भुपु सङ्गठन मालिक हो कि होइन? 3-5 धन्यवाद सकल भाइ। हालै 1 अक्टोबर 2025 मनाइरहेको 50औं वर्ष पुरा गरी 86औं वर्षमा प्रवेश गरेको सिलसिलामा धेरै पटक लडाइँमा सहभागी हुनु पर्यो भन्ने, धेरै पटक आतङ्ककारी मुठभेडमा सहभागी हुनु पर्यो। सो बापत पल्टनमा कतिपय साथीहरूले बहादुर कमाएका कतिले आफ्नो ज्यानको बाजी राखेर आफ्नो ज्यान समेत गुमाउनु पर्यो। ती क्षणहरू अहिले पनि हाम्रो आत्मा र आँखामा झल्झल्दी झल्किरहेको छ। त्यसैले ती ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै अब हामी ती वीर सपुतहरूप्रति सम्मान गर्दै 1 मिनटको मौन धारण गर्ने गइरहेका छौँ। तसर्थ उपस्थित सम्पूर्ण जनहरूप्रति आफ्नो यथास्थानमा उभि 1 मिनटको मौन धारण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कार्यक्रम दीप प्रज्वलन गरेर अगाडि बढाउन गइरहेका छौँ। यसको लागि आजका प्रमुख अतिथि श्री सुबेदार मेजर हने क्याप्टेन भीम प्रसाद भुरुजुलाई दीप प्रज्वलन गरी कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध। यसै श्री सुबेदार सोमबहादुर आर्यज्यूलाई आफ्नो छोटो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सम्पूर्णमा नमस्कार, राम राम। आज 2026 साल मार्च महिनाको 20 तारिक हाम्रो पल्टन 3-5 गोर्खा राइफल फ्रन्टियर फोर्सका सम्पूर्ण भूको परिवारहरूले हर्षोल्लासको साथ मनाउन गइरहेको पल्टनको 82औं शुभ पावन अवसरमा उपस्थित बुवा आमा दाजुभाइ दिदीबहिनी तथा नानी बाबुहरूमा म यस 3-5 गोर्खा राइफल फ्रन्टियर फोर्स भूको वालिङका उपाध्यक्ष सुबेदार सोमबहादुर आर्यको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। स्वीकार्नु होला साहबज्यू। यसै डिएसपी वालिङका सेक्रेटरी हन्ड्रे सुबेदार मेजर नरबहादुर गुरुङ साहबज्यू, यस संस्थाका अध्यक्ष हाम्रो क्याप्टेन शोबहादुर गुरुङ साहबज्यू, यसै संस्थाका कोषाध्यक्ष सुबेदार भरत श्रेष्ठ साहबज्यू, सचिवज्यू, सल्लाहकारज्यू, मञ्चमा आसीन सम्पूर्ण साहबज्यू, गुरुजी साथै बुबा आमा दाजुभाइ दिदीबहिनी नानी बाबुहरूमा फेरि पनि एकमुष्ट आज मनाउन गइरहेको 82औं टिटिम डेमा पाल्नुहुने समस्त भूको परिवारमा हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी 3-5 गोर्खा राइफल फ्रन्टियर फोर्स भूको परिवारले मनाउन गइरहेको 82औं टिटिम डे यस संस्थाको पहिलो शुभ अवसर हो। हाम्रा वीर पुर्खाहरूले इम्फालको टिटिम रोडमा गरेको साहसनिक बहादुरी तथा अदम्य साहसप्रति हामी सम्पूर्ण 3-5 जिआर भूपू परिवार हार्दिक कृतज्ञ छौँ। उहाँहरूले दिनुभएको बलिदान हाम्रो पल्टनले युगौँ युगसम्म सम्झिरहनेछौँ। उनीहरूको यादमा पल्टनले प्रत्येक वर्ष 20 मार्चको दिन टिटिम डेको नाममा धुमधामसँग मनाउने गरेका छौँ भन्दै आजको यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा मनाउन पाल्नुहुने सम्पूर्णमा स्वागत गर्दै मेरो छोटो स्वागत मन्तव्य यहीँ टुङ्गी गर्न चाहन्छु। जय 3-5 जिआर। हस्, राम राम। अब म आज हामी यसरी सबैजना भेला किन भएका छौँ भन्ने कुरा सबैलाई अवगत छ होला। फेरि पनि टिटिम भनेको के हो, किन मनाइन्छ टिटिम डे भनेर त्यसको बारेमा छोटो जानकारी दिनको लागि स्क्रिप्ट पढेर सुनाउनको लागि म
यसै संस्थाका अध्यक्ष क्याप्टेन शोबहादुर गुरुङज्यूबाट अनुमति चाहन्छु। हस्, धन्यवाद। म यो टिडिमको बारेमा सानो स्क्रिप्ट पढ्दैछु, कृपया सबैले सुन्न कोसिस गर्दैन होला। हाम्रो गौरवशाली इतिहास बोकेको पल्टन 35 गोर्खा राइफल्स फ्रन्टेज फोर्सको जन्म 28 नोभेम्बर 1916 मा फिरोजपुरमा जन्मेको र प्रथम विश्वयुद्ध पश्चात पल्टन 1921 मा टुट्यो र दुबारा 1 अक्टोबर 1940 मा पाकिस्तानको अबोताबादमा जन्म भएको विगतको इतिहासले प्रश्न गर्दछ। आज हाम्रो पल्टनले 83औं वर्ष पुरा गरी गत 1 अक्टोबर 2025 बाट 50औं वर्षमा प्रवेश गरी पल्टनको जन्म दिवस हर्ष उल्लासका साथ मनाएको सम्झना हामी सबैको मन मस्तिष्कमा ताजा नै छ। आज 50औं वर्षमा प्रवेश गर्दै गर्दा विभिन्न स्थान समयकालमा यस गौरवशाली पल्टनले अनगिन्ती युद्धहरूमा सहभागी र बहादुरीका साथ आफ्नो कार्यकुशलता प्रदर्शन गरी देश विदेशमा समेत आफ्नो पहिचान बनाइसकेको कुरा इतिहासको सुनौलो पानाले स्पष्ट पार्दछ। युद्धहरू अनगिन्ती लडे, तर यस टिडिम डे 20 मार्चको दिनलाई नै किन महत्त्वपूर्ण दिनको रूपमा मनाइयो त भन्ने सन्दर्भमा This was to be the first attack in history of the Botland after re-rising. अर्थात् पल्टन दुबारा जन्म पश्चातको दुश्मनमाथिको पहिलो अपरेसनमा विजय हासिल गरेको इतिहासको दिन हो। यस टिडिम डे 20 मार्चको इतिहासले के अर्थ राख्दछ भने आसामको टिडिम भन्ने स्थानमा जाट रेजिमेन्टको एक कम्पनी जापानिज फौजको घेराबन्दीमा फसेको अवस्थामा त्यसै ब्रिगेड अन्तर्गत हाम्रो बटलाइन 35 गोर्खा राइफल्सले अपरेसनको जिम्मेवारी पाए र 100 माइल दूरी पार गरी त्यस कम्पनीलाई दुश्मनको घेराबन्दीबाट निकाल्न सफल भएको दिन र यसैलाई नै ब्याटन हनर डे अर्थात् शहीदहरूको सम्मानमा यस टिडिम डेलाई विशेष महत्त्वका साथ मनाउँदै आएको कुरा जानकारी गराउन चाहन्छु। बिना पानी बिना खानाका साथ पनि वफादारीका साथ आफ्नो बहादुरी प्रदर्शन गरेका थिए। अपरेसनको क्रममा आजसम्मकै सबैभन्दा धेरै सङ्ख्यामा, जसमा 3 अफिसर, 1 जेसिओ र 23 अदर र्याङ्क्सले वीरगति प्राप्त गर्दै 2 अफिसर, 4 जेसिओ र अन्य 73 अदर र्याङ्क्स घाइते भएका थिए, जसमा दुश्मनका जापानिज फौजतर्फ 130 जनाको मृत्यु भएको थियो। त्यस अपरेसनको दौरानमा बहादुरी प्रदर्शन गरे बापत पल्टनले बहादुरीहरू यस प्रकार पाएका थिए: डिस्टिङ्गाइज सर्भिस अर्डर 2, मिलिट्री क्रस 2, बाटु मिलिट्री क्रस 2, इन्डियन अर्डर अफ मेरिट 1, इन्डियन डिस्टिङ्गाइज सर्भिस मेडल 3, मिलिट्री मेडल 5, मेन्सन अफ डिस्प्याच 15। त्यसैले टिडिम डे ब्याटल हनर डेलाई विशेष दिनको रूपमा सम्झनुको अर्थ नै पल्टनले दुबारा जन्म पश्चात आजसम्मकै इतिहासमा अपरेसनको दौरानमा सबैभन्दा धेरै जवानले वीरगति प्राप्त र सबैभन्दा धेरै जवान घाइते भएको क्षण पनि यही अपरेसनका दिन भएको हुँदा यस दिनलाई विशेष महत्त्वका साथ पल्टनले हरेक वर्ष 20 मार्चको दिनलाई टिडिम डे अर्थात् पुर्खाहरूको योगदान र बलिदानलाई स्मरण गर्दै शहीद वा विजय दिवसको रूपमा मनाउने गर्दछ। तसर्थ ती वीरगति प्राप्त गरेका पुर्खाहरूको निमित्त हामीले उहाँहरूप्रति के समर्पण गर्न सक्छौँ भन्ने सन्दर्भमा हामीले दिने भनेको केवल मृत आत्माप्रति श्रद्धा, सुमन, सम्मान अनि सम्झना सहित यसै कार्यक्रम मार्फत भावपूर्ण श्रद्धाञ्जली। यति भन्दै यो टिडिम डेको बारेमा छोटो संक्षिप्त जानकारी म यही टिडिमको सङ्गठन बालिङ स्याङ्जा। धन्यवाद। राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद सचिवज्यूलाई। आज हामी खास गरी
टिडिम डे हाम्रो पुर्खाहरूले अहिले भर्खरै सचिवले टिडिम डेको बारेमा हजुरलाई जानकारी दिनुभयो। त्यसैको बारेमा हामी चाहिँ आज त्यही टिडिम डे मनाउनलाई हामी यहाँ भेला भएको हो। त्यस कारणले त्यो टिडिम डेको लागि पाल्नुभएका यस 35GR भुपु परिवार वालिङका उपाध्यक्ष सुत्तर सोमबार आलेज्यू र प्रमुख अतिथि सुत्तर मेजर अनिल क्याप्टेन भीमप्रसाद साहबज्यू र मिम्स र अतिथि हाम्रै डिस्ट्रिक्ट 16 बोर्डका सेक्रेटरी साहब अनिरी सुत्तर मेजर नरबहादुर पुन्जू, साथै कोषाध्यक्ष भरत साहबज्यू, सम्पूर्ण साहबहरूको नाम मैले अब समयको अभावले गर्दा मैले लिएन, त्यसमा हजुरहरू गाह्रो नमान्नु र सम्पूर्ण टिडिम डेमा पाल्नुभएका सम्पूर्ण अग्रज साहबहरू, गुर्जियाहरू, मिम्सहरूलाई यो टिडिम डेको बारेमा जानकारी पाउनुभयो। त्यसैले हजुरहरूलाई यस टिडिम डेको उसमा पाल्नुभएकोमा धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। साथै हामी यो टिडिम डे हाम्रो चाहिँ वालिङ भुपु परिवारले 35GR को भुपु परिवारले फर्स्टचोटि मनाइरहेछ। हामीले अहिले चाहिँ युनिटले पल्टनले चाहिँ लखनऊमा एकदमै ठुलो भव्यको साथमा मनाइराख्नु भएको छ उहाँ पल्टनमा, किनभने पोखराबाट हाम्रै 35GR को साहबहरू 124 जना चितवनबाट बुटोलतिरबाट हिजोको प्रोग्राम र अस्तिको प्रोग्राममा साहबहरूले मलाई हालेको त्यो चिजहरू को इलाकामा गल्याङ उता अब स्याङ्ज बाहिरी जो पनि छ हामी एक ठाउँमा बसेर यो टिडिम डेको बारेमा जानकारी लिने भनेर हामीले यस्तो भेला गराएको। त्यसमा चाहिँ हजुरहरूलाई दुःख पनि भयो होला, त्यसमा चाहिँ गाह्रो नमान्नु होला। हाम्रो पल्टनको एउटा यो ऐतिहासिक दिन पनि हो। त्यस कारणले गर्दाखेरि हामी कसरी हुन्छ, सालमा एकचोटि राइजिङ टिडिम डे आउँछ, एकचोटि राइजिङ डे आउँछ। त्यसको लागि चाहिँ हजुरहरू चाहिँ साहबहरू, मिम्साहरू चाहिँ दिदीबहिनीहरू सम्पूर्ण चाहिँ भेला हुने कोसिस गर्नु र हाम्रो पल्टनको दिदीबहिनी दाजुभाइ सबैमा पनि हाम्रो के हुन्छ, सद्भाव पनि हुन्छ अनि भेटघाट पनि हुन्छ। त्यस कारणले गर्दाखेरि यो जमातको गरेको यसमा सबभन्दा यो हाम्रो 35GR को भुपु परिवार वालिङ भुपु परिवारलाई एकट्ठा गर्नको लागि हाम्रो अग्रज हाम्रो गुनाकर साहब र हाम्रो भरत साहब र हाम्रो सचिव दिलबहादुर थापाले धेरै मेहनत गर्नुभयो। उहाँहरू तीनजनाले गर्दाखेरि नै हामी अहिले 35GR को भुपु परिवारहरू अहिले हामी जति पनि यहाँ आछौँ भेला भएर बस्न पाइएछ, हाँस्न पाइएछ। त्यस कारणले गर्दाखेरि गाह्रो मान्न भएन होइन। अब एउटा समय दिएपछि हजुरहरू समयमा आउने कोसिस गर्नु होइन, किनभने अलिकति समय दिएपछि त्यो समयमा आयो भने सबै चिजहरू अगाडि बढ्न सक्छ र साहबहरू टाढा टाढाबाट आउनुभएको छ, उहाँहरूलाई पनि हामीले डिस्पेच गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि समयको अलिकति ख्याल गरिदिनु होला सम्पूर्ण साहबहरू, मिम्साहरूले। समय त सचिवले 9:30 बजे होइन अब ग्रुपमा हालेको थियो, तर समय त पनि अब 11 साढे 11 पनि भइरहेछ। अब त्यतिखेर पनि आउँदै हुनुहुन्छ होइन। त्यो यो के हो भने हाम्रो एउटा रुटिन हुन्छ, फौजी मान्छेहरूको रुटिन, त्यसमा अलिकति ध्यान दिनु होला हजुरहरूले। फेरि अब अध्यक्ष त धेरै बोल्दो रहेछ, धेरै कुराकानी सुनाउनु रहेछ भन्ने कुरा त्यो नसोच्नु
समय सबलाई दिएछ त टाइममा आउनुहोस्। टाइममा नै हाम्रो फेरि अब विदाय कार्यक्रम पनि गर्नुपर्छ। हामीले टाढाबाट आएको साहबहरूलाई भन्दै अरू कुरा चाहिँ नि मेरो खासै केही पनि छैन र सम्पूर्ण आइदिनु भयो। यो टिटिम डेको उसमा चाहिँ अब तपाईँहरू सहभागी भइदिनु भयो, त्यसमा धेरै धेरै धन्यवाद दिँदै म पनि बिदा चाहन्छु। जय 350। धन्यवाद अध्यक्ष महोदय। उहाँले निकै नै छोटो र मिठो मन्तव्य राखेर जानुभएको छ र यस गरिमामय कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण सदस्यज्यूहरूमा कसैले पनि आफ्नो कुरा सङ्गठनको लागि राख्न चाहनुहुन्छ भने स्टेजमा आएर आफ्नो कुरा राख्न सक्नुहुन्छ। र अहिले यसपछि यसै डिएसपी सेक्रेटरी वालिङका सुल्तान मेजर नगरबहादुर पुन्जीलाई हाम्रो संस्थाको लागि, हाम्रो 35GR को लागि आफ्नो छोटो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध। सर्वप्रथम त म सम्पूर्ण 35GR का साहब मेम साहबहरूमा र मिडियाकर्मी र नानीहरूमा नमस्कार भन्न चाहे। अर्को कुरा, मेरो कारणले सायद थोरै तपाईँलाई ढिला हुनु पुगेको छ, त्यसमा म क्षमा प्रार्थी भन्न चाहे। आज सम्भवतः मेरो यो 35GRसित पहिलो भेट होला। हुन त म पहिला ताप्लेजुङ कोशी प्रदेश, त्यस पश्चात पाल्पा लुम्बिनी प्रदेश र आज आएर म आफ्नै प्रदेश गण्डकी प्रदेश स्याङ्जामा आइपुगेको छु। यहाँ आएर तपाईँहरूबाट एउटा विशिष्ट अतिथिको रूपमा बोल्ने सौभाग्य दिनुभएकोमा म धेरै आभारी छु। त्यसरी नै म यो भन्न चाहन्छु कि जसरी 35GRले टिडिङ डेमा विभिन्न प्रकारका बहादुरी कमाउनु भयो, त्यो बहादुरी आउँदा पिँढी तपाईँहरूको पत्तनले पनि कमाइरहोस् र हमेसा यस्तै प्रकारको बहादुरी तपाईँहरूमा रहिरहोस्। र म संस्थाको तर्फबाट रक्षा सहकारी कर्नल भी सुब्रमण्यम साहब, पेन्सन वितरण कार्यालयका प्रमुख ओआइसी लेफ्टिनेन्ट कर्नल चित्तरञ्जन साहु साहब, मेजर नवीन जानु सेनामल साहब र म खुद सेक्रेटरी नरबहादुर पुनको तर्फदेखि हजुरहरूको 82औं टिडिङ डेको सुखद उपलक्ष्यमा हार्दिक मङ्गलमय सम्पूर्ण 35GR का जम्बू परिवारलाई यसरी भेट हुने मौका कमसेकम पाउँछ। यो भेट हुनु नै हाम्रो ठुलो सौभाग्यको कुरा हो र वालिङमा यति धेरै 35GR का साहब मेम साहबहरू हुनुहुँदो रहेछ, मैले आज मात्रै थाहा पाएँ। योभन्दा पहिला 1929 चियापुरमा काम लाग्दो चिज पनि हुने गर्छ, त्यसको बारेमा वर्णन गर्न चाहे। नम्बर 1 भोकेसनल ट्रेनिङ सेन्टर, जहाँ तपाईँको सिलाइ कटिङ सिकाइन्छ र त्यसमा सिर्फ हामी फौजीको बच्चाहरू र परिवार मात्रै होइन, तपाईँको आफ्नो मान्छेले पनि गर्न सक्छ, पाउनुहुन्छ र सधैँ पश्चात उहाँले आफ्नो सिलाइ कटिङको दोकान खोलेर पनि बस्न सक्नुहुन्छ। यसरी आफ्नो जीविकोपार्जन पनि गर्न सक्ने स्थिति छ। अर्को भोकेसनल ट्रेनिङ छ कम्प्युटर, जो कि आजको दुनियाँमा कम्प्युटर बिनाको जिन्दगी अधुरो छ। कम्प्युटर बेसिक र एडभान्स छ, बेसिक 3 महिना र एडभान्स 3 महिना। त्यसमा भने अलिअलि फी लाग्छ, महिनाको 1000 भन्नाले 3 महिनाको कोर्स हुन्छ। 3 महिनामा 3000 बेसिकले तिर्नुपर्छ भने एडभान्सले महिनाको 1200 रुपियाँ 3600 रुपियाँ तिर्नुपर्ने हुन्छ। तेस्रो कोर्स छ हाम्रो जिम्नास्टिक ट्रेनिङ सेन्टर, तपाईँहरू खुलेरै थाहा छ। गत 11 जुन 2025 को दिन हाम्रो वालिङ जिल्ला
रणजित सिंह साहबद्वारा भएको थियो। त्यहाँदेखि आज तक अग्रणी रूपमा त्याग्दै र यो 352 सदा सर्वदा यही टुङ्ग्याउन चाहे। जय 352। हार्दिक अनुरोध गर्दछु। वालिङ भुपु सङ्गठनका सचिवज्यूलाई आज यो ऐतिहासिक अवसरमा विशेष समारोहका सङ्गठनका अध्यक्ष र यो समारोहका अध्यक्ष पनि अनि क्याप्टन सौबहादुर गुरुङज्यू, हाम्रो फर्स्ट फोर जेएलका भोको सुब्रत मेजर अहिले यो यहाँ अहिले थाहा भयो मैले डिएसबीका सेक्रेटरी साहबज्यू र उपस्थित म सबैको नाम त लिनु पनि अलिकति टाढा हुन्छ जस्तो लाग्यो सबै र भाइहरू र हाम्रो 352 सबै भुकुहरूको र उपस्थित हाम्रो यो सबै पत्रकारहरू अरू बहिनीहरू भाइहरू सबैलाई यो एक दुई कुरा बोल्ने मौका मलाई पनि दिनुभएकोमा म यो भुकु वालिङ सङ्गठनप्रति धन्यवाद टक्राउँछु। किनभने मेरो परिस्थिति त्यस्तै आयो। म आएर केही सालपछि जो त म अलि अस्वस्थमा हुने भयो। म अब त्यत्रो 32 साल तकरिबन त्यत्रो उहाँ पदमा बसेर पनि म ठिकठाक थियो। त्यसपछि अलिकति अस्वस्थ भएको। तर अहिले यो हाम्रो यो बेटन 108 यो अहिले यहाँ हाम्रो सचिवले पढेर सुनाउनु भयो। यो टिटिउने भन्ने त्यो हाम्रो पल्टन जमेपछि सबभन्दा ठुलो लडाइँ नै यही थियो टिटिउने भन्ने। अब यो चाहिँ अब सबभन्दा ठुलो कुरा चाहिँ त्यसमा डेल्टाको पनि को सुब्रत नीलबहादुर गुरुङ भन्ने त्यसले ठुलो महत्त्वपूर्ण काम गरेको थियो कि त्यसमा उसले आखिरमा उसले वीरगति पनि प्राप्त गर्यो र उसले ठुलो बहादुर पनि पायो। त्यो साहबले त आफू घायल भएको पछि पनि केटाहरूलाई धेरै हौसला बढायो र यो आरटीको क्याभेलरी त्यो कम्पनीलाई बचायो डेल्टा कम्पनीले। त्यसले गर्दाखेरि यो टिटिमडे भनेको त्यो हाम्रो पल्टनको लागि पनि यो हाम्रो भारत सरकारको लागि पनि ठुलो महत्त्वपूर्णको दिन हो। त्यस कारण हामीले यो टिटिमडे भनेर मान्दै गर्छौँ। यो खास गरी त्यो लडाइँ 98.5 माइल 198 भने त्यो बिचको लडाइँ हो। त्यस कारणले यो 98.5 माइल स्टोन भनेर भन्छ। त्यो हामीले टिटिमडे मान्दाखेरि पल्टनमा त्यसको 98.5 माइल स्टोनको एउटा के अरे ऊ पनि बनाएको थियो हामीले। त्यो पनि अब यो साभाहरूलाई यो भइहाल्दै देख्यो होला कहिले हामीले उहाँ मनाउँदाखेरि। त्यो ऐतिहासिक लडाइँको याददास्तको क्षणमा आज यहाँ हाम्रो वालिङ भुकु सङ्गठनले यो आयोजना गरेर मलाई पनि यहाँ निमन्त्रण गरेकोमा म यहाँहरूपट्टि एकदम धन्यवाद टक्राउँछु। र हामी वालिङ स्याङ्जा जिल्लाभित्र हाम्रो 352 को धेरै नै छ। अब यहाँ अहिले वालिङभित्र यो अहिले धेरै छोटो समयमा यहाँ यत्रो धेरै के अरे भुकु पार्टी एकट्ठा भइसकेको छ गर्ने कोसिस गर्ने र हामी आइन्दा पनि यसरी मनाउँदै गर्ला भन्ने म आशा पनि गर्छु। म सकेसम्म म पनि आउने कोसिस म पनि गर्छु। जबसम्म म अब एकमुठी प्राण छ रञ्जन। त्यस कारणले अब यो हामीसँग एकत्रित भएरै बढ्नुपर्छ। त्यसमा हाम्रो यो फ्यामिलीहरू
हाम्रो बहिनीहरू उहाँहरूले पनि धेरै साथ दिनुपर्छ। किनभने हाम्रो एउटा आङ हाम्रो के अरे फ्यामिलीहरू पनि एउटा आङ हाम्रो एउटा हिस्सा हो। त्यस कारणले त्यो बुढाहरू मात्रै के अरे उफ्रेर हुँदैन, त्यो अब बुढियाहरूले पनि अलिकति मद्दत दिनुपर्छ, साथ दिनुपर्छ। त्यसो फेरि त्यो सङ्गठन अझै बढोत्तरी हुँदै जान्छ भन्ने म उम्मेद पनि गर्छु, आशा पनि राख्छु। र अरू त अब केही भन्नु छैन। अब यो हाम्रो सचिवज्यूले नै पुरा टेक्निकको बारेमा त पुरा बताइसक्नुभयो। र अब यो डिएसपी साहबले उहाँ अहिले के अरे सुसुङ साहबले फसफुट जेलको साहबले भन्नुभयो अब के अब हाम्रो फौजको बारे के अरे पेन्सनहरू यसको बारेमा उहाँले बताइदिनु भएको छ। र तपाईँहरू त नजिक छ, वालिङको नजिक उहाँले डिएसपीमा गएर त्यहाँ अगर कोही बाबु नानीहरू कोही केहीहरू यताउता छ भने त्यहाँ गएर तपाईँहरूले त्यहाँ गर्नु सक्छ। अलिअलि त अब अनलाइनको सिस्टम छ अहिले। तपाईँले अहिले गऱ्यो भने अहिले पार्ट 2 अर्डर सबै पनि हुन्छ, हो सर? सबै यहीँ हुन्छ। त्यस कारणले यो चिजहरू तपाईँहरूले एकदम नजिकको फाइदा उठाउनु होला। र अरू मेरो तर्फदेखि फेरि अब धेरै धेरै धन्यवाद तपाईँहरूले यो सङ्गठन खास गरेर यो हाम्रो सौबहादुर साहब र अहिले आइकिन भने यो भरत श्रेष्ठ भयो, यो गुणाखर भयो, यो सब अब एउटा हिसाबले भने अब यो हामी एउटा एकदमै अब अरू यो के अरे केरी सिंह साहब भयो, दुर्गा सिंह, अब जम्मै नाम लिनु मलाई अलिकति असमर्थ भयो। त्यो मेरो साथसाथमा काम गरेको भाइहरू हो। त्यस कारणले यो मलाई धेरै खुसी लाग्यो अब यहाँ आउँदाखेरि। त अब यो भूको सङ्गठनप्रति म पनि यहाँ आएँ। अब मेरो खुट्टाको समस्या थियो धेरै, त्यस कारण फेरि यहाँ आयो। त्यस कारण मेरो तर्फदेखि यो सङ्गठनलाई अलिकति योगदान म पनि दिन चाहन्छु। म त्यहीँ आएर दिन्छु त्यो, किनभने अब त्यत्रो अब यहाँ भूको भाइहरूले त्यत्रो योगदान गरेछ भने फेरि अलिअलि योगदान त मेरो पनि हुनु पऱ्यो। त्यो भने म अलिकति त्यहाँ के अरे हस्तान्तरण यहाँ भूको सङ्गठनका आचार्यज्यूलाई हस्तान्तरण गर्छु भने स्वीकार गर्ने। सबैले त्यसमा स्वीकार गरिदिनु होला, स्वीकार गरिदिनु होला। र किनभने म अब तपाईँहरूसँग यहाँ उ गरेर दिगुरी पनि बस्नु सक्छ, फेरि म अलिकति फेरि पाहाडमा बसेको छु। किनभने अब बुढेसकालमा यो गर्मीमा बस्न अलिकति असम्भव हो। फेरि अलिकति अस्वस्थ हुनको कारणले म त माथि हामी बरबुढी मात्रै माथि गाउँमा बसेको छु। हुन त अब त्यो गाउँमा बसेर पनि होइन, अब बच्चाहरूले गर्दाखेरि म अलिकति टाढा पनि हुन लागेको छ। म टाढा भयो भने म धेरै टाढा छैन, म पोखराईसम्म म बेरोटासम्म गइरहेको छु। अब यो हाम्रो वालिङसँग के अरे सङ्गठन भूको सङ्गठन छोडेर गयो भने मलाई फेरि बेवास्ता नगरिदिनु। म तपाईँहरूको उसको लागि म उपस्थिति हुने कोसिस गर्छु। धेरै बेरोटासम्म हो, धेरै टाढा छैन। त्यसो यति भन्दै म अब मेरो 1-2 शब्दलाई म अब यहीँ रोक्न चाहेँ। र म यो वालिङ भूको सङ्गठन र आउँदो समय पनि यस्तै राइजिङले र टिटिमीले यस्तै बनाउँदै रहोस्, मेरो तर्फदेखि शुभकामना। र ढिलो भए पनि अब जनवरी त गइसक्यो, अब नयाँ वर्ष वैशाख अब आउनेवाला छ 2083 साल। त्यसको लागि पनि म लगायत मेरो परिवारको तर्फदेखि तपाईँ सबै साभाहरू, सबै एनजिओस भाइहरू र सबै फ्यामिली, सबै परिवारप्रति मेरो धेरै धेरै शुभकामना। नयाँ सालमा हामी सबैको भगवान्ले कल्याण गरोस्, सबैको जय जय होस्, राम्रो कार्यहरू सुन्न पाओस् भन्दै मेरो 2 शब्दलाई यहीँ रोक्न चाहे। होस् त, धन्यवाद। जय श्री 5, जय वालिङ भूको सङ्गठन पार्टी। भनेमा यो पत्र हालेको यो सङ्गठन
प्रति आभार सङ्गठन अध्यक्ष सौवादी गुरुलाई हस्तान्तरण गर्न चाहन्छु। आजका साथै हाम्रो भूपू परिवार वालीको लागि जो मनबाट खुसी भएर हामी सबै एउटै परिवार जस्तो मानेर एउटै परिवार पनि हौँ र कति खुसी भएर उहाँले जो योगदान दिनुभयो उहाँलाई फेरि पनि हामी सबै मिलेर फेरि एकचोटि जोरदार ताली बजाई उहाँलाई फेरि पनि र यो योगदान अन्तरहरू जारी नै छ। यो म अहिले पछि वाचन गर्नेछु। यो म मेरो लिस्टमा जति सक्छ त्यो दिन सक्नुहुन्छ, त्यसको लागि हामी अपेक्षामा छौँ। र अब हुने कार्यक्रम भनेको अब हाम्रो 2वटा स्वागत नृत्य हुनेछ र त्यसपछि हामी फोटो सेसन फोटो खिच्नेछौँ, फोटो कार्यक्रम गर्नेछौँ। त्यसपछि हाम्रो छोटो विश्राम जसमा जेसु साहबहरू जसले मेम साहबले जसले ड्रिङ गर्नुहुन्छ ड्रिङ गर्न सक्नुहुनेछ र टाढा टाढाबाट आउनुभएको पाहुनाहरू सदस्यज्यूहरू उहाँलाई भोक पनि लागिसक्यो होला भन्ने कुरा सबैलाई थाहै छ र उहाँले आफ्नो लन्च पनि लिन सक्नुहुन्छ भन्दै अब स्वागत नृत्यको लागि बहिनीहरू जयन्ती अर्याल र मन्जु राणाज्यूलाई स्टेजमा आए आफ्नो स्वागत नृत्य प्रस्तुत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँलाई सम्मानका साथ ताली बजाई स्वागत गरिदिनु होला। धन्यवाद।
सपोज गाइजलाई। अब हामी फोटो सेसन कार्यक्रममा जस्तो मन थियो त्यस्तो खिचिदिनु है। होइन राम्रो बनायो मुख के गरौँ न आफ्नो नै मकै मरेको सम्पूर्णमा धेरै धेरै धन्यवाद। दिदी बहिनीहरू के नखाएर त कहाँ भन्दैन नि हामी त सधैँ
साहबहरूलाई अवगत गराउँदै उहाँले आफ्नो ठाउँमा आफैले मनोरञ्जन गर्नुहोला र यहाँ मेम साहबले सबै आफ्नो स्टेज अगाडि आइसक्नु भएको छ। अब हामी फेरि पनि नृत्य प्रोग्रामलाई अगाडि बढाउन गइरहेका छौँ र नृत्यको लागि आउँदै हुनुहुन्छ मिस जयन्ती अर्याल। उहाँलाई स्टेजमा आई आफ्नो नृत्य प्रस्तुत गर्न हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
बहिनीहरू जयन्ती अर्याल बहिनी जयन्ती अर्याल उहाँलाई धेरै धेरै धन्यवाद प्रकट गर्दै यहाँबाट बिदा हुन चाहनुहुन्छ र उहाँलाई यहाँबाट बिदाई गर्दै अब अगाडिको कार्यक्रम अगाडि बढाउनको लागि यसै अब यसै संस्थाका कोषाध्यक्ष श्री सुबेदार भरत कुमार श्रेष्ठलाई आइएनडिए हाम्रो 2082 साल साउन 17 गतेदेखि 2082 चैत्र 6 गते 9 महिनाको अवधिमा हामीले के गर्यौँ, कति पैसा उठायौँ, कति खर्च गऱ्यौँ, त्यसको आइडियाको बारेमा दिन हुनको लागि हाम्रा श्रोता एकदमै मिजासिलो व्यक्तित्व सुबेदार कोषाध्यक्ष भरत कुमार श्रेष्ठज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कोषाध्यक्ष सुबेदार भरत कुमार श्रेष्ठज्यूलाई आफ्नो आइएबिएको बारेमा विवरण दिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो सबैको ग्रुप डान्स हुनेछ, त्यसमा लगभग हामीले चाहेअनुसार उसमा के भन्छ अरे तपाईँको बुढाबुढी भन्छ नि, सिधा पारामा बुढाबुढी कपालमा डान्स हुनेछ। त्यसको लागि तम तयारी अवस्थामा बसिदिनु हुन सम्पूर्ण म अनुरोध गर्दछु। र त्यसको त्योभन्दा अगाडि जो पनि साहबहरू मेम्स यहाँ सबैजना उपस्थित हुनुहुन्छ, आफ्नो आफ्नो जोडी, जस्तै म सोमबहादुर क्याप्टेन सोमबहादुर गुरुङ त उहाँको श्रीमती को हुनुहुन्छ भन्ने परिचय पनि दिने कार्यक्रम रहेको हुनाले त्यसको लागि पनि तयारी अवस्थामा रहने दिनु हुन सबैलाई अनुरोध गर्दछु। त्यसपछि परिवार वालिङका अध्यक्ष सुबेदार हनेरी क्याप्टेन सोमबहादुर गुरुङ सायद उहाँका श्रीमती दिदी डम्बर कुमारी गुरुङजीलाई उठी परिचय दिनु हुन हार्दिक अनुरोध गर्दछु। ठेगाना इङ्ग्लिस बल र उहाँको श्रीमतीलाई सबैले ताली बजाएर उहाँको सम्मान गर्न हार्दिक अनुरोध गर्दछु। सोमबहादुर आले हात बसाई स्याङ्जा रामबच्चा सोमबहादुर आले र उहाँको श्रीमती अगाडि आई परिचय हाम्रो एकदमै दिदी उहाँ हुनुहुन्छ हाम्रो संस्थापक मुनाखान दाई, हाल उहाँको आदेश घुम्रे कार्यक्रम सञ्चालकज्यू हाम्रो सचिवज्यूलाई, यस हिन्दू सङ्घका अध्यक्ष हनेरी क्याप्टेन सोमबहादुर गुरुङज्यू, यस परिवारका प्रमुख अतिथि सुबेदार हनेरी क्याप्टेन भीमबहादुर गुरुङज्यू, उपाध्यक्ष सुबेदार सोमबहादुर आलेज्यू सहित लगायत यस संस्थाका
वरिष्ठ उपाध्यक्षहरू, सञ्चालक समितिहरू सबैमा यस 35GR भूपू सैनिकको तर्फबाट हार्दिक अभिनन्दन प्रकट गर्न चाहन्छु। सर्वप्रथम त यस भूपू परिवारप्रति आभार व्यक्त गर्न चाहन्छु, किनभने यस 35GR भूपूमा हाम्रो वाली वरपर भएको कोही सदस्यहरू पहिला कोही जागरुक हुनुहुन्थेन। त्यसको लागि हामीले धेरै पहल गऱ्यौँ, सबैलाई फोन गरेँ। यस संस्थाको यो संस्थालाई अगाडि बढाउनको लागि हाम्रो साहबहरूबाट एकदम मनको धनी साहबहरूले सहयोग स्वरूप सुब्दार मेजर, अनेरी क्याप्टेन भीमप्रसाद साहबद्वारा 50,000 रुपियाँ सहयोग गर्नुभयो। यसै गरी सौबहादुर गुरुङज्यूबाट यस संस्थाको लागि 15,000 रुपियाँ प्रदान गर्नुभएको छ। मलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यस संस्थाका उपाध्यक्ष सुन्दार सोमबहादुर राणाज्यूले 2,000 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी हलदार गुनाखर कुमारज्यूले यस संस्थाको लागि सहयोग स्वरूप 10,000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यस संस्थाका कोषाध्यक्ष सुधार भरत श्रेष्ठद्वारा 5,000 रुपियाँ सहयोग गरेको छु। यसमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यस संस्थाका हलदार भीमप्रसाद गुरुङज्यूबाट 8,000 रुपियाँ यस संस्थाको लागि सहयोग प्रदान गर्नुभएको छ। यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यस संस्थाका नायक शेषबहादुर थापाज्यूबाट 500 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यस संस्थाका नायक टेकबहादुर थापाज्यूले नि 500 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी यस संस्थाका 500 रुपियाँ प्रदान गर्नुभएको छ। यहाँलाई पनि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी यस मनका धनीहरू जति पनि सभापति हुनुहुन्छ, हाम्रो अब हात फैलाएर यस संस्थालाई अगाडि बढाउनको लागि धेरै धेरै सहायता दिनुहोला छ भन्ने कुरो म एकदम आशा व्यक्त गर्दछु। र यस संस्थाले सबभन्दा पहिला त म तपाईँलाई भन्न चाहन्छु कि सबभन्दा पहिला यहाँ यो संस्था जोइन गर्नुभन्दा पहिला सबैले सदस्यता स्वरूप सबैले 1,000 रुपियाँ जम्मा गरी छ। र त्यसपछि 500 रुपियाँ लिनु, मतलब प्रत्येक महिना 500 रुपियाँ उठाउने यसमा हुन्छ। र जति पनि अनि त्यही अनुसार हरेक महिना 500 रुपियाँ र फर्स्ट सदस्यता लिनको लागि 1,000 रुपियाँ उठाउने जो छ। त्यसमा जति पनि नयाँ साहबहरू जति पनि जोइन हुनुहुन्छ उहाँलाई 1,000 रुपियाँ र पहिल्यैदेखि दिन चाहनुहुन्छ भनेदेखि त्यही अनुसारको दिनुहुन्छ। नभएदेखि अहिले आउनुभएकोलाई अहिले यो महिनादेखि मात्रै सुरु गर्ने मिल्छ, त्यो हजुरको कुरा हो त्यसमा। र यस खास गरेर अहिले यस संस्थालाई सहयोग स्वरूप हाम्रो सुधार कृष्णबहादुर राणाज्यूबाट 5,000 रुपियाँ प्रदान गर्ने कुरो आएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु। यो संस्थालाई अगाडि बढाउनको लागि तपाईँ हामी सबैको एउटा जिम्मेवारी हो। पैसा भन्ने कुरो अब त्यो सालमा 2 चोटि हो प्रोग्राम भन्ने कुरो। एउटा ट्रेडिङ डे आज हजुरको आउनुभयो, धेरै धेरै धन्यवाद। त्यसपछि हुन्छ एउटा राइजिङ डे पनि कसरी मनाउने भन्ने कुरो तपाईँ हामी समक्षको कुरा हो। तपाईँ हामीले ल यस्तै गरेर बनाउनुपर्छ भन्नुभयो, त्यही अनुसारको मनाउने हो, होइन यो खर्चिलो भयो भन्नुहुन्छ त्यही अनुसारको हुन्छ। तर आज यति राम्रो भयो भनेदेखि त्योभन्दा पछि अझै राम्रो गराउला भन्ने त्यो सोच तपाईँ हामीमा आउनु पऱ्यो। तर हाम्रो के छ, जति पनि मलाई सबभन्दा खुसीको कुरो त हाम्रो दिदीबहिनीहरू, दाजुभाइ, साहबहरू सङ्गठन भेट भयो।
पुरानो साहबहरू गुरुजीहरूलाई भेट्दा एकदम पल्टनको याद आउने एउटा माहौल बनाइयो। यसमा एकदम खुसी लाग्छ हामीलाई, किनकि त्यही साहबहरूको निर्देशन अनुसार चलियो हामी फौजमा पनि। र अहिले एउटा सुधार भनौँ एउटा आफ्नो दक्षता अनुसार एउटा मान लिएर यहाँसम्म आइयो। किनकि त्यो सबैलाई हुने कुरो होइन, यो आफ्नो आफ्नो हामी गरे सबै हुन्छन्, नगरेदेखि केही नै हुने छैन। तर भए पनि यसमा हामी के भन्दा आफूभन्दा सिनियरलाई मान्ने, एउटा जुनियरलाई पनि माया गर्ने एउटा आधार हो, यो ठाउँ हो। त्यही भएर आफ्नो पल्टनलाई सधैँ माया गरिदिनु होला हजुरहरूले। र सधैँ जहिले पनि मिटिङ हुन्छ हजुरहरूलाई जहिले पनि फोन हुन्छ, सधैँ आइदिनु होला। एउटा बाहना भन्ने कुरो एउटा फौजमा पनि एउटा हुन्थ्यो कि ल मलाई त सन्चो छैन भन्ने एउटा बाहना हुन्छ। तर त्यो बाहना नबनाइकन वर्षमा 2 चोटि एउटा भेटुनी कार्यक्रम भयो, माया बढाउने हो हामीले आपसमा दिदीबहिनीहरूको दाजुभाइहरूको सबैको एउटा सङ्गठन हो। तपाईँलाई भोलि पर्छ, मलाई भोलि पर्छ, त्यही अनुसार दुःख सुख बाँड्नको लागि यो एउटा कार्यक्रम हामीले राखेको हो। 35 इयरको नाम राख्नुको लागि। किन आज यति धेरै दिदीबहिनी साफल भेट्नुभयो, कसैले कसैलाई चिन्नु भएकै थिएन, आज धेरैले चिन्नुभयो। भोलि बिहान देखेर यो त भरत दाइ रहेछ भन्नुहुन्छ हजुरहरूले। मैले नि यो बहिनीलाई बहिनी भन्न मिल्छ, यो दिदीहरू हुनुहुन्छ भनेर देख्दा नमस्ते गरेर मिल्यो। चिन्ता नै छैन, देखभेट भएर पनि चिनेकै छैन त केही फाइदै छैन। हामी एउटै घर पारेर निस्केको मान्छे हो, हामी एउटै घर परिवार आर्थिकको एउटा आर्थिक को मान्छे होइन। सबैलाई एउटा भन्न होइन, जसले पनि संस्थालाई अगाडि बढाउनको लागि। र यसमा अहिलेसम्म तपाईँहरूको आर्थिक आयव्ययमा तपाईँहरूको 3,83,000 रुपियाँ अहिलेसम्म उठेको छ। त्यसमा कुछ पैसा उठाउने बाँकी छ, जस्तो यो परमाणुको लिपि र अनि हजुरहरूको यो साहबहरूले जो जेसिया साहबहरूले 8,000 रुपियाँ, हनेरीले 10,000 रुपियाँ र हलदार प्लस सिपाहीले 5,000 रुपियाँ गरी उठ्नुपर्नेमा त्यसमा कोही अलिकति उठाउने बाँकी छ। त्यो उठाउ बाँकी मैले म बताएको छैन। र अहिलेसम्म उठेकोमा 3,83,000 छ र अहिलेसम्मको खर्चमा जम्मा 62,000 रुपियाँ छ। त्यसले गर्दाखेरि तपाईँको अहिले 3,63,000 रुपियाँ हाम्रो आजको हिसाब किताब तपाईँलाई दिनु नै बाँकी छ। आजको यहाँको खर्च अब सबै चिज खर्च गर्दा कति हुन्छ भन्ने कुरो अब तपाईँहरूलाई अब अर्को मिटिङमा एउटा समीक्षा मिटिङ हुन्छ र हरेक महिनाको 3 गते उनीहरूले ती 3 महिनाको एउटा शनिबार लास्ट उसमा 22-23 गते दिनुपर्छ। त्यति बेला तपाईँहरूको फेरि ती 3 महिनाको पैसा उठाउँछ। त्यति बेला तपाईँहरूलाई फेरि सबै चिजको जानकारी गराउनेछु। र अहिलेको पुरा जानकारी भन्ने कुरो आजको हिसाब किताबमा सबै यो गरेर फेरि तपाईँहरूलाई फेरि समीक्षा बैठक हुन्छ। अब नजिकै गर्नु पर्ला आजको हिसाब किताबमा तपाईँलाई के कति भयो कसो भयो त्यो म बताउँछु। त्यसले गर्दाखेरि फेरि समीक्षा बैठकमा यस्तै गरेर दिदीबहिनी साहबहरू भाइहरू सबै आइदिनु होला। फेरि त्यति बेला कुरा गरौँला। हस् त, यही यति गरेर म मेरो कुरा यही अन्त्य गर्न चाहन्छु। हस् त, धन्यवाद। जय 35 धन्यवाद यसै संस्थाका कोषाध्यक्ष सुधार भरतकुमार श्रेष्ठजीलाई। अब म फेरि पनि आफ्नो परिचय कार्यक्रमलाई जोड्न चाहन्छु र यसै गरी हाम्रा यस संस्थाका वरिष्ठ सल्लाहकार सुधार केयरसिंह गुरुङज्यू उहाँ हुनुहुन्छ देवबहादुर आर्य साहब। उहाँलाई ताली बजाएर सम्मान गरिदिनु र हामी धन्यवाद साहब, धन्यवाद। परिचय दिनुभएकोमा देवबहादुर गुरुङ। धन्यवाद धन्यवाद। साइनामा मेरो सन्धिमै पर्नुहुन्छ। अलिक छिटो आउनु ताली बजाएर सम्मान गरिदिनु होला। सन्धि कुरा
दिदी टीका थापालाई आफ्नो परिचय दिनुमा हाजिर गर्दछु। टीका थापा अहिले उहाँ उहाँको धर्मपत्नी भएको छ। उहाँले विदाय गर्दै अब म परिचय अगाडि बढाउन चाहन्छु। सुल्तान भरत कुमार श्रेष्ठ र उहाँको श्रीमती दिदीलाई आफ्नो यथास्थानमा रहेर भरत कुमार श्रेष्ठले उहाँको धर्मपत्नी ताली बजाएर धन्यवाद भन्दै तयारी जानेलाई हार्दिक धन्यवाद। Thank you.
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
कृपया आफ्नो यता हिसाबमा बसिदिन आदि गर्नु गर्दै अब कार्यक्रमको अन्तिम चरणमा हामी आइपुगेका छौँ र यसै कार्यक्रमको समापन गरिदिनुहुन यसै संस्थाका अध्यक्ष श्री सुबेदार हर्ने क्याप्टेन शोबहादुर गुन्जुलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सरजीलाई। यस आज 35 फ्रन्टियर फोर्सको टिडिम डे 20 मार्चमा भव्य र सभ्यसँग हामी मनाइयो। त्यसमा चाहिँ प्रमुख अतिथि र अतिथिगणहरू गइसक्नु भएको छ। त्यसमा हामी अहिले टोटल 10-12 जना भनेर 20 जना जति होला। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ टिडिम डेको बारेमा जानकारी पनि सबले पाइसक्नु भएको छ। त्यसै 35 फ्रन्टियर फोर्स भुपू परिवार वालिङको उपाध्यक्षज्यू र सिनियर साहबहरू र मिम साहबहरूलाई सम्पूर्णलाई नमस्कार। यति रमाइलो भयो कि त्यो चाहिँ हाम्रो अब अहिलेसम्म पल्टनमा पनि यति रमाइलो हामीले कहिले पनि गरेको थिएन। किनभने पल्टनमा कहिले ट्रेनिङको कारणले पनि हामीले टिडिम डेहरू मनाउन पाएको थिएन। अघि नै हाम्रो सुपर मेजर अनेर क्याप्टेन भीमप्रसाद साहबले भन्नुभयो कि पल्टनमा मैले अब यस्तो टिडिम डे चाहिँ मनाएको मेरो सुपर मेजरको दौरानमा पनि टिडिम डे राम्रोसँग मनाउन पाएन। अहिले त हामीले भव्य र सभ्यसँग मनाउन पायो भनेर साहबले भन्नुभयो। त्यसै कारणले गर्दा सम्पूर्ण मिम्साहरूलाई र बहिनीहरूलाई यही आग्रह गर्न चाहन्छु कि म हाम्रो अब आउने 2027 को टिडिम डे पनि यस्तै तरिकाले भव्य र सभ्यको तरिकाले मनाउन पाऊँ भन्दै र हाम्रो सम्पूर्ण 35 फ्रन्टियर फोर्सको सम्पूर्ण साहबहरू, मिम साहबहरू र दिदीबहिनीहरू र भाइहरूलाई सधैँभरि सुख शान्ति भगवानले दियोस्, दुर्गा माताले प्रदान गरोस् भन्ने कामना गर्दछु। साथै हाम्रो यसै टिडिम डेको समीक्षा बैठक चाहिँ यही चैतको 28 गते शनिबार 11 बजे मिर्दीको गरिमा ब्याङ्क भएको होटलमा चाहिँ माथि लास्ट फ्लोरमा हुने हो। 11 बजे सम्पूर्ण साहबहरू र जो मिम्साहरू हुनुहुन्छ उहाँहरू चाहिँ सहभागी भइदिनु हुनलाई म अनुरोध पनि गरेँ र साथै सम्पूर्ण गइसक्नु भएको अतिथिगण र साहबहरू र गुरुजीहरूलाई सम्पूर्णलाई मैले सूचित गरिसकेको छु कि 28 गते शनिबारको दिनमा हाम्रो यो टिडिम डेमा कति खर्च भयो त्यसको बारेमा जानकारी र हाम्रो के सामानहरू पल्टनबाट एसएम साहबले चाहिँ एक रम पनि पठाउनु भयो थियो। त्यो रम त अब कोही 1-2 बोतल पनि कन्ज्युम भएन कि जस्तो लाग्छ मलाई। अरू युज भयो, त्यो पनि राम्रो कुरो हो। हाम्रो चाहिँ यो सबभन्दा राम्रो भन्नाले महत्त्व दिन थियो हाम्रो पल्टनको। हामीले हाँसी खुसीसँग मनाइयो र कसैलाई दुःख कष्ट पनि भयो होला। समयले गर्दाखेरि हजुरहरू घरमा पनि जानु पर्यो हैन। त्यस कारणले गर्दा त्यसमा म यो हाम्रो परिवारबाट पनि क्षमा प्रार्थी माग्दछु, क्षमा चाहन्छु। र साथै यो हाम्रो टिडिम डेको बारेमा हजुरले केही जानकारी पनि पाउनुभयो। त्यस कारणले हरेक मिम साहब र बहिनीहरूले पनि यसको बारेमा पनि अलिकति जानकारी लिनु पनि पर्छ। किनभने एउटा
हजुरको पनि एउटा अङ्ग हो। भोलि हामी बाइचान्स हामी केही भयो भने तपाईँले पनि पेन्सनको हक हजुरलाई पनि छ। त्यस कारणले हजुर पनि 350 को एउटा अङ्ग पनि हो। त्यतातिर सोचेर पनि हजुरले चाहिँ आज यो टिडिम डेमा आइदिनु भयो र सभ्य र भव्यको साथमा होइन सफल पारिदिनु भयो। त्यसमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र साथै हाम्रो नानीहरू 3 जना आउनुभयो थियो, उहाँहरूले पनि नृत्यहरू राम्रो देखाइदिनु भयो। त्यसमा नानीहरूलाई पनि धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। साथै हाम्रो यस टिडिम डेको सिटिङ एरेन्जमेन्ट हाम्रो उपाध्यक्ष सुखदेव सोमबहादुर आले सर र जो पनि यहाँको पुरा ब्यानरहरू बनाउन हाम्रो सचिव दिलबहादुर थापा र हाम्रो कोषाध्यक्ष सुखदार भरत कुमार श्रेष्ठ र हाम्रो आदरणीय गुणखर दाजुलाई धेरै धेरै धन्यवाद। र साथै सम्पूर्ण अग्रज साहबहरूलाई धेरै धेरै धन्यवाद टक्राउँदै र मिङ्साहरूलाई पनि धेरै धेरै धन्यवाद टक्राउँदै यो आजको टिडिम डेको समारोहको समापन भएको घोषणा यहीँ गर्दछु। जय 350, जय 350, जय 350। नमस्ते। धन्यवाद अध्यक्ष महोदय। हाम्रो कार्यक्रमको लगभग 99% हामी अन्तिम चरण पुगिसकेका छौँ। गर्दाखेरि मेरो तर्फदेखि पक्कै पनि कमी कमजोरी भएन होला। सो कमी कमजोरी भएमा तपाईँप्रति क्षमा माग्दै सल्लाह सुझावको अपेक्षा गर्दै म अब हामी फेरि आउने त्रैमासिक हाम्रो कोषको मिटिङ हुने दिनमा भेट हुने बाचा गर्दै सम्पूर्ण 350 भुपु परिवार वालिङका सदस्यहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै आउने दिनहरू अझै सुखमय रहोस् भन्ने बाचासहित म सचिव दिलबहादुर थापा पनि कार्यक्रमको बिट मार्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय 350, जय 350, जय 350, जय 350 भुपु वालिङ, जय 350 भुपु वालिङ, जय 350 भुपु वालिङ।